सिस्नु छ त्यहाँ सिस्नु सिस्नु अनि उता हिँड न फेरि गुरु गुरु लग्यो कसको चाक राखेको बाँसहरू सो हेलो गुड मर्निङ एभ्रिवान आज चाहिँ बिहान अघि नै भइसकेको छ होइन अलि ढिलो उठियो जस्तो छ तै नि केही छैन अनि देख्न सक्नुहुन्छ बन्चरो बोकेर दाउरा चिर्नमा चाहिँ लागिरहेको छु भन्दा पनि यहीँसम्म हो यो मुढाहरू चिरौँ भनेको तर म सक्छु कि सक्दिनँ यो एउटा दुईटा तिनटा चारवटा पाँचवटा रहेछ यो मुढाहरूलाई ट्याक 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 चिरेर दाउरा बनाउनु पर्ने हुन्छ मैले होइन त्यो कहाँ चाहिँ ढुकुरहरू कराउँदैछ हौ यस्तै छ है हाम्रो गाउँ चाहिँ बाटोसाटो हल्का बनाउँदै थियो तर के खनेछ अब बर्खाको सुरुवातमा अब खलात खुलुत पानीले बगाउने हो लाने हो त्यस्तै छ त्यो के को बोल्दै यो चाहिँ चिर्न सक्ने रहेछु म यो सिरिजको चाहिँ बाबा त हुनुहुन्न अब जानुभयो कुन त छोडा है त्यहाँ छोडा त्यहाँ ल दाउरा चाहिँ मैले हल्का चिरिदिएँ होइन यताको चाहिँ यो एक दुईवटा चाहिँ चिर्नै सकेन क्या गाइस थ्यात्तेरिका पानी पर्ला जस्तो भयो सिमसिम पानी पर्दैछ होइन अब अहिलेलाई यति नै चिरिरहेको छु भरे आएर यो अरू चिर्नुपर्ने हुन्छ मैले होइन ल लाग्यो बो पन्चुलेको भेमालो त्यो पाँडो ल आज चाहिँ अब हामी जाँदैछौँ कहाँ जाँदैछौँ भन त खोतामा के गर्नु खोल्सातिर जाँदैछौँ किन कसो भन्दाखेरि हामी जाँदैछौँ बाँस लिन आज खासमा फुङसिङ मेला जाने भनेको थियो मैले अघि चाहिँ होइन तर गइनँ त्यहाँ दाउरा सौरा हल्का चिल्लियो अनि मस्तसँगले सुतियो अनि अहिले उठेर चाहिँ यहाँ तर खोल्सातिर भन्दा नि अघि घाँस पनि अलिकति काटियो होइन अनि अहिले चाहिँ यहाँ बाँस सास यसो तिमीहरूलाई थाङ्राको लागि लिन गइरहेछौँ यो गान्टे अगाडि हिँड्दैछ अहिले सिस्नुले चिलेर रुन्छ सिस्नुले बजाउँछ है केटा सिस्नु छ त्यहाँ सिस्नु सिस्नु अनि उता हिँड न फेरि छिटो हिँड हो त्यहाँ सिस्नु हेर्दै हिँड टोक्ला नि सिस्नुले त्यहाँ छ त्यहाँ 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 छिटो हिँड टोक्यो नि हौ मलाई त टोक्छ कि चिल्छ खोइ बाबा कहाँ हौ कहाँ कहाँ भन्छु खोइ खोइ के गर्नुभएको भन त ल त्यहाँ तल खोल्सामा गएर यसो बाँस सास लिएर आउँछौँ हामी है यहाँ बसेर भिडियो बनाइरहेको छु कहाँ हौ त्यहाँ होइन यहीँ बस तिमी म पो जाने हो त तल तिमी यहीँ बस यता बस तिमी वा अब त्यहाँ किरा कत्रो छ है त्यो बाँसमा हेर अर्कोपट्टि किरा छ बाँसको अर्कोपट्टि किरा छ हौ त्यो बाँसमा हौ बाँसमा यता 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 आयो सचमे हौ हो भन्छु ओबोइ
पण्डुले के गरेको चरा जस्तो गराउनु त ओ भातलौँ कति लानुपर्ने हो सिमीको लागि होइन अघि आएर खेल्न थाल्यो है पन्छुल त यहाँनिर हिलो खेल्दैछ है पन्छुलले त हिलो मात्रै खेल्छ है जतै जाँदा पनि पानीमा खेलेको गर्छ घर सबै खोदाल्छ नि जाउँ पन्छुल हिँड ए हिँड भनेको अल्छामा आइपुग्नु बित्तिकै अघि हिलो खेल्न थाल्यो फटा मोर्ला ला कुचिङ पर्यो स्याल पर्यो गिद्दर के भयो झनै लड्यो नि कि लड्यो हौ यत्रो धेर त कहाँ बोक्नु सकिन्छ त अनि कति धेर बान्नु हो के गरेको मुख धोयो फेरि खोदालेर त्यही पानीले जाउँ गएको म चाहिँ आऊ है पन्छुले लागेको ओ गाइस मेरो भारी देख्न सक्नुहुन्छ तपाईँहरू होइन अब यो बाँस मेरो खुट्टा केले बुझ्यो ल त्यही हो होइन त अब यो माथि मैले घरसम्म पुऱ्याउनु पर्ने हुन्छ है आजको काम पनि यस्तै यस्तै हो अब है पण्डुले खै पण्डुले कहाँ गयो पण्डुले खोइ बाँस बोकेको बोकेन रहेछ नि मुलाले बाँस त्यो चाहिँ बाँस हो हुन्छ नि सो हेलो एन्ड गुड मर्निङ सबैजनालाई आज चाहिँ म घर आएको पनि 3 दिन भइसक्यो होइन अनि आज चाहिँ म इलामतर्फ लाग्दैछु हिँडिरहेको छु क्या यहाँनिर आज चाहिँ हाम्रो माथि यो तोमाङ जाने गाडी चाहिँ नजाने अरे त्यही भएर म पारिपट्टि यो पारिपट्टिको इभाङबाट आउने गाडीमा चढेर जानुपर्ने हुन्छ होइन त्यही भएर त्यो गाडी चाहिँ तल चोकदेखि जान्छ अनि त्यहाँ चोकमा चाहिँ हिँडेर जानुपर्ने हुन्छ पानीले बाटो हल्का ध्वस्तै गरेको छ तपाईँहरू हेर्न सक्नुहुन्छ यता हाम्रो यो बाटोहरू पनि खै यो थुपार्नु चाहिँ थुपारेछ कहिले लाउने हो पछि बाटो बिग्रिसकेपछि लाउने हो त यो पानीले रात दिन पानी परिरहेछ त्यो खोलिदिइरहेछ बाटोहरू हल्का लामफाङ हानिदिइरहेछ बाटो साटो अनि म पुग्नु पर्ने भनेको यो तल दोभानमै जानुपर्छ ठ्याक्कै यहाँ तल म चाहिँ टक्कसँगले यताबाट डाँडा स्कुलको बाटो झरिदिनु पऱ्यो क्या पहिला सानोमा पढेको स्कुल हो हेर्दै जानु पर्ला कस्तो भएको छ माथि गाडी त लु आयो है महाकाडक्स गाडी आयो त्यही भएर म छिटो जानुपर्ने हुन्छ गाडी झर्दैछ हमारा स्कुल गाइड्स देख सकते हो आप लोग सानोमा पढेका स्कुल है ये देख्न सक्नुहुन्छ आजदेखि लाग्ने होला यो स्कुल पनि के छ कोनी
ल मेरो अब भिडियो सिडियो चाहिँ त्यस्तो त्यस्तै बनेको छ, खासै राम्रो राम्रो चाहिँ बनेको छैन होइन। मैले टकटक अब त्यो घरतिरको मात्रै बनाएको छु, बाटोतिरको मजाले बनाएको छैन होइन। अब एकैचोटि यो चाहिँ म 2-3 दिनको सबै जोडेर हजुरहरूलाई देखाउँछु होइन, के कस्तो भयो भन्ने कुरो अलिअलि हजुरहरूले त्यति भए पनि हेरिदिनु होला है त, माया देखाइदिनु होला। नयाँ च्यानल छ, सपोर्ट गरिदिनु होला है। तल्लो स्टेप आइपुगेँ फेरि म, यो माथिल्लो स्टेप, यो तल्लो स्टेप, यहाँदेखि अझै तल एक स्टेप छ क्या हाम्रो स्कुलको चाहिँ। र श्री गजरमुखी आधारभूत विद्यालय अहिले कतिसम्म छ, 7सम्मै होला कि 8सम्म भयो कि। गाडी कहाँ आइपुग्यो? गाडी त खोला आइपुगिसकेछ नि, महाकडक। ऊ तल म जाने गाडी चाहिँ यही हो होइन। यहाँ तल आउँदैछ खोलामा, के हो खोला चेक गर्दैछ जस्तो छ, बालुवा निकै थुपारेको छ नि त खोलामा। यही गाडीमा चढेर ढ्याक्कसँगले जाने हो। अब यो यता खोला तरेर आउँछ, म चाहिँ यताबाट छिटो झर्नुपर्ने हुन्छ क्या। अर्को मेन हामीले पढेको स्कुल चाहिँ देख्न सक्नुहुन्छ यही हो क्या, सबैभन्दा पुरानो यो गजरमुखी स्कुल भनेको चाहिँ आँपडाँडा स्कुल भन्छ। वरिपरि देख्न सक्नुहुन्छ तपाईँहरू आँपको रुख, अनि यहाँ चाहिँ हो क्या सबैभन्दा पुरानो चाहिँ। यो स्कुल पनि पार गरियो त। ओहो यो स्कुलहरू लगाएको छैन रहेछ नि, ढुङ्गा छ पुरै होइन। यसरी बनाएको छ क्या स्कुल चाहिँ। ला यो तरिसक्यो गाडीले खोला। यहाँनिर अस्ति पूजासुजा भएको थियो नि त ठुलो, त्यसको लागि यहाँनिर के लगाएको रहेछ क्या है त। यस्तै छ है। अब यताबाट जानुपर्ने हुन्छ, यहाँ माथि चाहिँ गजरमुखी धाम हजुरहरू आएर पूजासुजा गर्न सक्नुहुन्छ। यो चाहिँ माथिको डाँडाको भयो होइन, तल्लोपट्टि छ क्या उतापट्टि त्यो मेन हाम्रो पूजा गर्ने ठाउँ चाहिँ। यहाँ माथि पनि आउने, रमित हेर्ने, पूजासुजा गर्ने। यहाँ माथि पनि एउटा मन्दिर चाहिँ छ है त, यहाँ माथि। यस्तो बाटो हिँडिरहेको छु होइन। यो चाहिँ सब आँपको रुखै मात्रै छ है। यहाँ चाहिँ आँपको रुख, कटहरको रुख होइन, बेलको रुख, तितिरीको रुख। के खाने हजुरहरू, सानोमा कति खोजी खाइन्छ यो मुला। हेर्नु न सब नि हो यो। इस आँपहरू झरिरहेछ पुरै मसिनो, बड्क्याउलाहरू कति झरेको छ त, कति सक्छ नि त। अनि यो पुरै यो डाँडाको जङ्गलै सबै फलफुलको जङ्गल मात्रै छ नि त। गाडी त तल आइपुगिसक्यो, महाकडक कुद भइरहेको। यस हजुरहरू हेर्न सक्नुहुन्छ, दामी पिच रोडमा आइसकेको छु। यहाँ तल चाहिँ यस्तो दामी बाटो छ क्या, पिच छ गजरमुखीमा त गाइज। अब यहाँनिर म गाडी पर्खिन्छु, त्यो गाडी कहाँको माथिल्लो चोक गयो होला सायद, त्यता पुगेर टक्क फर्केर आउँछ होइन। मेन हाम्रो धाम चाहिँ यहाँ माथितिर छ क्या। अघि मैले देखाएको चाहिँ यो माथिको डाँडामा हो, यहाँ भित्तामा चाहिँ छ हाम्रो मेन पूजा गर्ने ठाउँ। हजुरहरू आएर गर्न सक्नुहुन्छ है त। त्यस्तो छ है, गाडीमा बसे अझै मान्छे टर्ने रहेछ। मुनि प्याक यहाँ माथि पनि हेर्न सक्नुहुन्छ तपाईँहरू, बसेर लाग्दिने हो है। Đây đó đó sao?
दुईजना केटाहरू हो केटा हो कहाँ हिँडेको अरे म चाहिँ अघि बिहानै घरदेखि पनि आइसकेँ अनि यहाँदेखि अब हामी यहाँनिर चटपट खाना आएको भन्दा त कस्तो सुनिन्थ्यो होला बाँस लिन गएको क्या डुडी खेल्नु गुरु के गर्न आँटेको चटपट धेरै खायो भने हुन्छ चटपट वाट इज दिस गुरु के खाएको ल चटपटे हल्का खाएर हामी चाहिँ यो बाँस लिन आएको यहाँको उकाएर एउटा लानुपर्ने हो खासमा चाहिँ होइन गुरु बोक्न सकिन्छ बोक्न सकिन्छ हो र आइयो अच्छा भिडिहाल्यो अब पानी रहेपछि लाग्यो हो त्यहाँ अगाडि हेर्दै पछाडि के आगायो अरे भाइ साहब देख सकते हो आप लोग के आगायो अरे अघि कस्तो थियो अहिले कैसा हो गयो अरे भाइ साहब आहा दुईजना बाँस लिनु गएको अरे बाँस त नलिआउँदैछ यस्तो हुस्से लागेको छ गाइज होइन यस्तो अँधेरोमा कसरी बाँस ल्याउने होइन देख्न सक्नुहुन्छ तपाईँहरू यिनीहरू हराएको एकछिन हराएर कहाँदेखि निस्किआउँदैछ क्या ओइ खोइ बाँस छैन रहेछ जानु घर माई गड अगाडि पनि अघि कस्तो थियो अहिले गुरु गुरु 10 चोटि गुरु गुरु अरे 2 चोटि मात्रै 10 चोटि हो भनेको त लाग्यो केटाहरू कस्तो साला पानी अलि रहिहाल्यो नि यार त्यो होइन ऊ पर हौ पानी गएको कारणले फेरि हामी काम सुरु गर्नुपर्ने भयो होइन 2-4वटा बाँस कति घना अरे है 5वटा बाँस अब कहाँबाट निकालेर जाने काँटी छ ऊ त्यहाँ मैले देखेको चाहिँ ऊ यहाँ छ जस्तो लागेको छ क्या यो बाँस चाहिँ निकालेर लानुपर्ने अरे हामीलाई कराउँदैन कसैले भनेको हो सबलाई र अब यो बाँस चाहिँ टक्कसँगले निकालेर हामी लानुपर्ने हुन्छ माथि हाम्रो रुमसम्म म त अब जान्न नि कहीँ पनि विदेशको कुरै नगर अघिसम्म त्यस्तो हुस्से थियो साल अहिले हुस्से जानु बित्तिकै बाँस निकाल्नु पर्ने भयो ल्या म चाहिँ मुत्रोस्की गरेर पनि आइसकेको छु तपाईँहरू हेर्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम दामी बबाल भइरहेछ केटाहरूले बाँस पनि रेडी तरिकाले निकालिसके यो 3टा चाहिँ मैले निकालेर गएको नि फेरि अघि अनि अब एउटा निकाल्दा पुगिहाल्छ केटाहरूले यहाँ निकाल्दैछ तर सकेको छैन यहाँ मलाई लाग्छ होला अहिले अब यो टक्क भएपछि गइहाल्ने हो ल बाँस चाहिँ रेडी भइसक्यो होइन मैले यहाँनिर 2टा बोकिसकेँ ऊ त्यहाँ गुरुले बाँध्दैछ अर्को यो भारी भइहाल्यो अब जाने है त यो बोकेर बजार जाने लाग्यो कसको चाक राखेको बाँसहरू होइन गुरु मेरो चाहिँ यहाँ छ गाई छैन ल ल लाग्यो ल गाई अब एकैचोटि माथि मात्रै गर्छ यहाँ गर्दिनँ है म भिडियो ल म त अघि आइपुगेँ 2जनाले त भर्खर ल्याउँदैछ ओ तल कहाँदेखि बाँस चोरेर ल्यायो एकछिन यहीँ राखौँ गुरु गलिसक्यो माथि तारतिर ठोकाउँछ ल त्यही हो आजको काम यति हो है अब यसलाई फुटाएर भोलि पर्सितिर कहिले हुन्छ बारीतिर लगेर सिमीलाई थाङ्राको लागि ल्याएको हो क्या खासमा के को लागि भन्नुपर्दाखेरि त्यही हो बारीतिर लाने हो फेरि बोन पारेर कसो गरेर लानुपर्ने हुन्छ यो काकीलाई बोकाउँ भनेको एउटा जानै भएन गुरु हाम्रो इलामको नाइट भ्यू पनि देखाइदिउँ न हल्का होइन गुरु कस्तो दामी देख्छ त्यहाँ गाइज